साँचो ज्ञान कहाँबाट सुरु हुन्छ? बाइबलबाट। हितोपदेश 4:7 बुद्धि श्रेष्ठ वस्तु हो, यसले बुद्धि प्राप्त गर र तिम्रो सारा प्राप्तिले समझ प्राप्त गर। ज्ञान सबैभन्दा महत्त्वपूर्ण कुरा हो। समझ ज्ञानसँगै आउँछ। ज्ञान प्राप्त गर्न प्रयास गर्नुपर्छ। ज्ञानले जीवनलाई उछाल्छ। जीवनमा ज्ञान पहिलो प्राथमिक हुनुपर्छ। आजको शिक्षा यस वचनले सिकाउँछ कि ज्ञान जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा हो, जुन हामीले जोसका साथ खोज्नुपर्छ। यस भागमा बाबुले आफ्नो छोरालाई शिक्षा दिँदै ज्ञानलाई नछोड्नु र यसलाई प्राथमिकता दिनु, यसले ज्ञानलाई समातेर राख्नु र त्यसको खोजी गर्नु नै सफल जीवनको आधार हो।